मुभीको स्टार्टमा हामी केही बच्चाहरूलाई देख्छौँ जो आफ्नो स्कुल ट्रिपको लागि बसमा कोलम्बिया युनिभर्सिटी गइरहेका हुन्छन् र यो बसमा हामी एउटा सोझो चस्मा लाउने केटालाई देख्छौँ जसको नाम पिटर हो। पिटर यो कथाको मेन क्यारेक्टर हो। ऊ एकदमै सिम्पल र शारीरिक रूपमा धेरै बलियो नभएको केटा हो। उसले आफ्नो क्लासको म्यारी नाम गरेकी केटीलाई मन पराउँछ र उनीसँग फ्रेन्डसिप पनि गर्न चाहन्छ, तर म्यारीको साथीले पिटरको सोझोपन र वियर्डनेसलाई देखेर साह्रै नै दुःख दिन्छन् र बुली गर्छन्। यहाँ हामीलाई थाहा हुन्छ कि पिटरको ह्यारी नाम गरेको एउटा मात्र साथी हुन्छ जो एकदमै सम्पन्न परिवारबाट छ। उसको बाबा कोलम्बिया युनिभर्सिटीको साइन्टिस्ट समेत हो र अर्कोतिर पिटर जसको प्यारेन्ट्स यो दुनियाँमा हुनुहुन्न, त्यसैले ऊ आफ्नो अङ्कल र आन्टीसँग बस्छ। युनिभर्सिटीभित्र स्टुडेन्टहरूलाई जेनेटिक ल्याबमा लगिन्छ र धेरै प्रजातिका स्पाइडरहरूलाई देखाइन्छ अनि स्पाइडर्सको क्वालिटिजको बारेमा बताइन्छ। अनि पिटर चाहिँ आफूले मन पराएकी म्यारीको फोटोज लिन थाल्छ। त्यसै बेला उसलाई एउटा खास प्रजातिको स्पाइडरले टोक्छ जुन ल्याबमा घुमिरहेको थियो र हामी अब देख्छौँ कि पिटर घर जान्छ जहाँ उसको हेल्थ धेरै नै खराब हुन थालिसकेको हुन्छ। पिटर बेहोसीको अवस्थामा सुत्छ। त्यहाँ हामी नोटिस गर्छौँ कि उसको बडी र माइन्डमा चेन्जेस आउन थालिसकेको थियो। उसको डिएनएमा पनि न्यू जिन्स एड भइसकेका थिए, जसको मतलब अब ऊ एउटा नर्मल ह्युम्यान रहेन, बरु एउटा सुपर ह्युम्यान बनिसकेको थियो। त्यसपछि हामी ह्यारीको फादर नर्म्यानलाई देख्छौँ जो एकदमै ठुलो साइन्टिस्ट हुन्छन्। उनी मिलिट्रीको लागि एउटा पर्फर्मेन्स इन्हान्सिङ सेरम डेभलप गरिरहेका हुन्छन्, तर एक्सपेरिमेन्टको क्रममा सेरमले उनको बडी र माइन्डमा अनएक्सपेक्टेड इफेक्ट गर्न थाल्छ। नर्म्यानले आफ्नो असिस्टेन्टलाई नै अट्याक गर्छन् र त्यसपछि उनी आफैमा केही स्ट्रेन्थ चेन्ज भइरहेको महसुस गर्छन्। त्यसपछि फेरि हामी पिटरलाई देख्छौँ। पिटर बिहान उठ्दा उसलाई आफ्नो बडीमा केही स्ट्रेन्थ चेन्जेस आएको नोटिस हुन्छ। उसको आइसाइट पनि पहिलेभन्दा धेरै नै क्लियर भइसकेको हुन्छ र उसको बडीमा पनि स्ट्रेन्थ बढेको हुन्छ। त्यसपछि पिटर आफ्नो पावरलाई युज गर्दै स्कुल जान्छ। त्यहाँ उसले म्यारीलाई लड्नबाट बचाउँछ र उसको हातबाट खस्न लागेको फुड पनि क्याच गरिदिन्छ। यो देखेर म्यारी पिटरबाट धेरै नै इम्प्रेस हुन्छ र पिटर लन्च गर्न बस्दा उसले आफ्नो हातबाट वेब निस्केको नोटिस गर्छ। पिटरले आफ्नो हातबाट वेब निकाल्ने क्रममा उसको खाना केही बुली केटाहरूको माथि खस्छ। यो देखेर त्यहाँ भएका सबै मान्छेहरू हाँस्न थाल्छन्। पिटर त्यहाँबाट उठेर जान खोज्दा उसको ट्रे चाहिँ उसको वेबसँग अट्याच भएको हुन्छ र उसको पछाडि आउन थाल्छ, जुन देखेर मानिसहरू सबै सक भइरहेका हुन्छन्। त्यसपछि ती बुली केटाहरू पिटरलाई पिट्न आउँछ, तर यही हामी पिटरको अर्को पावर देख्छौँ। उसको स्पाइडर सेन्स एकदमै स्ट्रङ भइसकेको हुन्छ, जसको कारण उसलाई डेन्जर आउनुभन्दा अगाडि नै त्यसको फिलिङ हुन थाल्छ। त्यसपछि पिटरले आफ्नो नयाँ पावर युज गर्दै ती केटाहरूबाट आफूलाई बचाउँछ। अब पिटरलाई आफूभित्र आएको स्ट्रेन्थ, स्पिड र रिफ्लेक्सेस सामान्य मानिसको भन्दा धेरै फरक भइसकेको कुरा थाहा हुन थाल्छ। त्यसपछि पिटरलाई आफू कुनै पनि सर्फेससँग अट्याच हुन सक्ने कुरा पनि रियलाइज हुन्छ, अर्थात् अब ऊ स्पाइडर जस्तै वालमा पनि हिँड्न सक्छ। अब पिटर आफ्नो पावर्स युज गरेर रेस्लिङमा पार्टिसिपेट गर्ने निर्णय गर्छ, जहाँ उसले जितेर धेरै पैसा कमाउन सक्छ। त्यसअघि पिटरले आफ्नो लागि एउटा स्पाइडरम्यान कस्ट्युम पनि डिजाइन गर्छ। अर्को दिन पिटर आफ्नो नयाँ पावरको बारेमा अझै बुझ्दै हुन्छ। त्यही क्रममा उसको अङ्कल बेनले पिटरको बिहेभियरमा आएको चेन्जेस नोटिस गर्छ। अङ्कल बेनले पिटरलाई उसको पावरसँगै आउने रेस्पोन्सिबिलिटिजको बारेमा सम्झाउँछन्। उनी पिटरलाई पावर पाउनु मात्र इम्पोर्टेन्ट होइन, त्यसलाई सही तरिकाले युज गर्नु पनि इम्पोर्टेन्ट हुन्छ भनेर बुझाउँछन्। र यही क्रममा अङ्कल बेनले पिटरलाई त्यो फेमस कुरा सम्झाउँछन्, विथ ग्रेट पावर कम्स ग्रेट रेस्पोन्सिबिलिटी। त्यसपछि पिटरका अङ्कल बेनले उसलाई रेस्लिङ टुर्नामेन्टमा छोडिदिन्छन्। त्यहाँ पिटर आफ्नो सुपर पावर्सको हेल्पले एकदमै पावरफुल रेसलरसँग पनि सजिलै फाइट गर्छ र उसलाई हराएर रेस्लिङ जित्छ। तर रेस्लिङ जितिसकेपछि त्यहाँको म्यानेजरले पिटरसँग धोका गर्छ र उसलाई पैसा नै दिँदैन। त्यही बेला एउटा थिप त्यहाँ आउँछ र म्यानेजरको सबै पैसा लिएर त्यहाँबाट भाग्छ। पिटरले त्यो थिपलाई रोक्न सक्थ्यो, तर उसले त्यसो गर्दैन। म्यानेजरले पिटरलाई तिमीले यो चोटलाई किन रोकेनौ भनेर सोद्धा पिटर चाहिँ जसरी तिमीले मसँग धोका गर्यो त्यसै गरी तिमीसँग पनि भयो भनेर त्यहाँबाट निस्किन्छ। तर बिल्डिङबाट बाहिर निस्केपछि पिटरले बाहिर धेरै ठुलो क्राउड देख्छ। त्यहाँ पुगेर हेर्दा पिटर एकदमै सक र दुखी हुन्छ, किनभने त्यही थिपले पैसा चोर्न अङ्कल बेनलाई गोली हानेको हुन्छ। पिटरले आफ्नो अङ्कललाई बचाउन सक्दैन र अब उसको लाइफमा अङ्कल बेन पनि रहँदैन। त्यसपछि पिटरलाई आफूले त्यो थिपलाई रोक्न सक्ने भएर पनि नरोकेको कुरामा धेरै पछुतो हुन्छ। त्यसपछि पिटर आफ्नो स्पाइडर सेन्सको युज गर्दै त्यो थिपको पछि लाग्छ। पिटरले थिपलाई समात्छ र उसलाई पिट्न थाल्छ, तर थिप भाग्न खोज्दा उसको खुट्टा चिप्लिन्छ र ऊ विन्डोबाट तल खसेर मर्छ। त्यसपछि पिटर आफ्नो आन्ट मेकामा जान्छ, जो अब उसको लाइफको एकमात्र सहारा हुन्छन्। अङ्कल बेनलाई गुमाएपछि पिटर र आन्ट दुवै धेरै नै दुखी हुन्छन्। त्यसपछि हामी ह्यारीको फादर नर्म्यानलाई देख्छौँ, जो एकदमै ठुलो साइन्टिस्ट हुन्छन्, तर आफ्नो एक्सपेरिमेन्ट फेल भएपछि उनी पागल नै भइसकेका हुन्छन्। उनी आफ्नो नयाँ वेपन र टेक्नोलोजीको एक्सपेरिमेन्ट गर्न थाल्छन्। त्यहाँ हामी उसको मेटालिक ग्लाइडर र डेन्जरस वेपन्स देख्छौँ। नर्म्यानको माइन्डमा आएको चेन्जका कारण उनी आफूलाई कन्ट्रोल नै गर्न सक्दैनन् र आफ्नो एक्सपेरिमेन्टमा इन्भल्भ भएका मानिसहरूमाथि पनि
अट्याक गर्छन्। यहाँबाट हामीलाई रियलाइज हुन्छ कि नर्मान नै मुभीको मेन इभिल क्यारेक्टर अर्थात् ग्रीन गब्लिन बन्न गइरहेको हुन्छ। त्यसपछि हामी पिटरलाई देख्छौँ जसको स्कुल पनि सकिएको हुन्छ। घर आएपछि पिटरलाई आफ्नो अङ्कल बेनका कुराहरू याद आउँछन्। अङ्कल बेनले उसलाई पावरसँगै रेस्पोन्सिबिलिटी पनि आउँछ भनेर सम्झाएका थिए। त्यसपछि पिटरले आफूले डिजाइन गरेको स्पाइडरम्यान कस्ट्युम लगाउँछ र आफ्नो पावर्सलाई अरूलाई हेल्प गर्ने निर्णय गर्छ। अब स्पाइडरम्यान बनेर क्रिमिनल्सलाई रोक्न र मानिसहरूलाई बचाउन निस्किन्छ। बिस्तारै बिस्तारै स्पाइडरम्यान धेरै नै फेमस हुन थालिसकेको हुन्छ। ऊ आफ्नो सुपर पावर्सको युज गर्दै एक ठाउँबाट अर्को ठाउँमा छिट्टै नै पुग्थ्यो र मानिसहरूलाई हेल्प गर्थ्यो। अब मानिसहरू पनि स्पाइडरम्यानको बारेमा धेरै कुरा गर्न थालिसकेका हुन्छन्। कसैलाई ऊ सुपर वुमन जस्तो लाग्थ्यो भने कसैलाई ऊ एकदमै ठुलो स्पाइडर जस्तो लाग्थ्यो। तर सबैका लागि स्पाइडरम्यान एउटा मिस्टेरियस क्यारेक्टर नै हुन्छ। त्यसपछि हामी पिटरलाई एउटा जब गरिरहेको देख्छौँ। ऊ न्युजपेपरका लागि स्पाइडरम्यानका पिक्चर खिचेर बेच्ने काम गर्छ। इन्ट्रेस्टिङ कुरा के हुन्छ भने पिटर आफै स्पाइडरम्यान भएको कारण उसले स्पाइडरम्यानका एकदमै क्लियर पिक्चर्स खिचेर न्युजपेपरलाई दिन सक्छ। त्यो न्युजपेपरको ओनरलाई स्पाइडरम्यान बिल्कुल नै मन पर्दैन। उनी स्पाइडरम्यानलाई हिरो भन्दा पनि बढी एकदम डेन्जरस पर्सनको रूपमा हेर्थे। तर उनलाई पिटर नै स्पाइडरम्यान हो भन्ने कुरा चाहिँ थाहा हुँदैन। यसपछि सिन फेरि ह्यारीको फादर नर्मानतिर जान्छ जो अब ग्रीन गब्लिन बनिसकेका हुन्छन्। नर्मानको कम्पनीले उनको एक्सपेरिमेन्ट र कामका कारण कम्पनीलाई धेरै नै नोक्सान भइरहेको भन्दै उनलाई कम्पनीबाट निकाल्ने निर्णय गर्छ। यसले नर्मानलाई धेरै नै रिस उठाउँछ। त्यसपछि ऊ आफ्नो ग्रीन गब्लिन ग्लाइडरमा बसेर सिटीको एउटा ठुलो फेस्टिभलमा पुग्छ जहाँ धेरै मानिसहरू जम्मा भएका हुन्छन्। त्यही फेस्टिभलमा पिटर पनि आएको हुन्छ किनभने उसले न्युजपेपरका लागि त्यहाँका केही फोटोजहरू खिच्नुपर्ने हुन्छ। पिटरले त्यहाँ आफ्नो फ्रेन्ड ह्यारी र म्यारी जेनलाई पनि देख्छ। त्यही बेला पिटरलाई आफ्नो स्पाइडर सेन्सबाट केही गलत हुन लागेको महसुस हुन्छ। केही समयपछि ग्रीन गब्लिन आफ्नो ग्लाइडरमा फेस्टिभलतिर आउँछ। तर ऊ टाढाबाट आइरहेको हुँदा त्यहाँ भएका मानिसहरूलाई ऊ वास्तवमा ग्रीन गब्लिन हो भन्ने थाहा हुँदैन। उनीहरूलाई त यो फेस्टिभलमा देखाउन ल्याइएको कुनै न्यू इन्भेन्सन होला जस्तो लाग्छ। तर केही समयमा नै उनीहरूलाई त्यो कुनै इन्भेन्सन नभएर डेन्जरस भिलियन हो भन्ने कुरा थाहा हुन थाल्छ। त्यही बेला ग्रीन गब्लिन सबैको नजिक आउँछ र त्यहाँ भएका मानिसहरूलाई अट्याक गर्न थाल्छ। उसले एउटा बम थ्रो गर्छ जसका कारण एउटा बिल्डिङको केही पार्ट डिस्ट्रोय हुन्छ र सबै मानिसहरूमा प्यानिक मचिन्छ। पिटरले यो सबै देखिरहेको हुन्छ। त्यही बेला उसले एउटा बिल्डिङको ठुलो पार्ट ह्यारी र म्यारी जेनमाथि खस्न लागेको देख्छ। पिटरले तुरुन्तै आफ्नो वेबको हेल्पले उनीहरू दुवैलाई पछाडितिर तानेर बचाउँछ। त्यसपछि पिटरले धेरै छिटो आफ्नो क्लोथ चेन्ज गरेर स्पाइडरम्यान बन्छ। अब उसले आफ्नो पावर्स युज गरेर त्यहाँ फसेका मानिसहरूलाई बचाउन थाल्छ। त्यही बेला ह्यारी पनि म्यारी जेनलाई बचाउनतिर आउँदै हुन्छ तर अचानक बिल्डिङको एउटा पार्ट उसको माथि खस्छ र ऊ बेहोस हुन्छ। अब ग्रीन गब्लिन म्यारी जेनको नजिक पुगिसकेको हुन्छ। त्यही समयमा सबैले स्पाइडरम्यानलाई देख्छन्। स्पाइडरम्यान तुरुन्तै ग्रीन गब्लिनलाई रोक्न अगाडि बढ्छ र उसलाई एउटा ठाउँमा खसाउँदै त्यहाँ भएका मानिसहरूलाई बचाउन थाल्छ र यहाँबाट स्पाइडरम्यान र ग्रीन गब्लिन बीचको पहिलो ठुलो घमासान युद्ध सुरु हुन्छ। त्यहाँ स्पाइडरम्यान एउटा बच्चालाई बचाउँदै ग्रीन गब्लिनको नजिक पुग्छ तर ग्रीन गब्लिनले उसलाई एकैचोटि अट्याक गरेर धेरै टाढा फ्याँकिदिन्छ। त्यसपछि ग्रीन गब्लिनले स्पाइडरम्यानमाथि लगातार अट्याक गर्न थाल्छ तर स्पाइडरम्यान आफ्नो स्पिड र एबिलिटीको हेल्पले त्यसबाट बच्दै जान्छ। अब स्पाइडरम्यान र ग्रीन गब्लिन बीचमा निकै नै ठुलो फाइट हुन्छ। ग्रीन गब्लिन आफ्नो ग्लाइडरको हेल्पले स्पाइडरम्यानलाई अट्याक गरिरहेको हुन्छ। त्यही क्रममा स्पाइडरम्यानले म्यारी जेनलाई बचाउन खोज्दा ग्रीन गब्लिन फेरि उसको पछाडि आउँछ। स्पाइडरम्यानले आफ्नो वेबको हेल्पले ग्रीन गब्लिनको आँखा र फेस कभर गरिदिन्छ जसले गर्दा उसलाई केही देखिँदैन। त्यसपछि स्पाइडरम्यानले उसको ग्लाइडरलाई पनि ड्यामेज गरिदिन्छ र म्यारी जेनलाई बचाउन सफल हुन्छ। ग्रीन गब्लिन त्यहाँबाट जाँदै गर्दा स्पाइडरम्यानलाई विल मिट अगेन भनेर वार्निङ दिन्छ। त्यसपछि म्यारी जेनले स्पाइडरम्यानलाई तिमी को हौ भनेर सोध्छिन्। स्पाइडरम्यानले आफू उसको फ्रेन्ड भएको र उसले आफूलाई चिनेको बताउँछ। म्यारी जेनले हु भनेर सोद्धा स्पाइडरम्यानले आफू उसको फ्रेन्डली नेबरहुड स्पाइडरम्यान भएको बताउँछ। त्यसपछि ग्रीन गब्लिनले स्पाइडरम्यानलाई एउटा अफर दिन्छ। उसले स्पाइडरम्यानलाई आफूसँग मिल्न र सँगै काम गर्न भन्छ। उसले दुवैजना मिलेर यो वर्ल्डलाई आफ्नो कन्ट्रोलमा लिन सक्ने कुरा बताउँछ। तर स्पाइडरम्यान एउटा राम्रो मान्छे भएको कारण ग्रीन गब्लिनको यो अफर एक्सेप्ट गर्दैन। ऊ आफ्नो पावरलाई गलत कामका लागि युज गर्न चाहँदैन। त्यसपछि ग्रीन गब्लिनले एउटा ठुलो बिल्डिङमा अट्याक गरेर त्यहाँ आगो लगाइदिन्छ। स्पाइडरम्यान त्यहाँ पुगेर भित्र फसेका सबै मानिसहरूको ज्यान बचाउँछ। त्यसपछि ग्रीन गब्लिनले फेरि एउटा बम लन्च गर्न खोज्छ तर स्पाइडरम्यान त्यहाँ पुगेर उसलाई रोक्छ। यही क्रममा ग्रीन गब्लिनको अट्याकका कारण स्पाइडरम्यानको हातमा चोट लाग्छ। त्यसपछि हामी पिटर, उसका फ्रेन्ड्स र नर्मानलाई पिटरको घरमा डिनर गर्दै गरेको देख्छौँ। त्यहाँसम्म पिटरका फ्रेन्ड्स र आन्टलाई नर्मान नै ग्रीन
ग्रिन गब्लिन हो भन्ने कुरा थाहा हुँदैन, तर नर्मनलाई भने एउटा इम्पोर्टेन्ट कुरा रियलाइज भइसकेको हुन्छ। केही समय अघि ग्रिन गब्लिन र स्पाइडरम्यान बिच भएको फाइटमा स्पाइडरम्यानको हातमा जुन चोट लागेको थियो त्यही चोट पिटरको हातमा पनि हुन्छ। यो देखेपछि नर्मनलाई पिटर नै स्पाइडरम्यान हो भन्ने शङ्का हुन्छ र उसले पिटरको आइडेन्टिटी थाहा पाउँछ। यो कुरा रियलाइज गरेपछि नर्मन एकदमै सक्ड हुन्छ र त्यहाँबाट निस्किन्छ। अब ग्रिन गब्लिनलाई पनि आफ्नो सबैभन्दा ठुलो एनिमीको रियल आइडेन्टिटी थाहा भइसकेको हुन्छ। अब ग्रिन गब्लिनलाई पिटर नै स्पाइडरम्यान हो भन्ने कुरा थाहा भइसकेको हुन्छ। त्यसपछि ऊ पिटरका क्लोज मानिसहरूलाई टार्गेट गर्न थाल्छ। यही क्रममा ग्रिन गब्लिनले आन्ट मेलाई पनि अट्याक गर्छ, जसले गर्दा आन्ट मे निकै डराउँछिन्। त्यसपछि पिटरका फ्रेन्ड्स आन्ट मेलाई भेट्न आउँछन्। त्यही बेला पिटर र म्यारी जेन बीच कुरा भइरहेको हुन्छ। पिटर र म्यारी जेन एकअर्काप्रति फिलिङ्स राख्छन् भन्ने कुरा ह्यारीले पनि नोटिस गर्न थाल्छ। ह्यारीलाई उनीहरू दुवै एकअर्कालाई मन पराउँछन् जस्तो लाग्न थाल्छ। ह्यारी पनि म्यारी जेनलाई मन पराउँछ भन्ने कुरा उसको फादर नर्मनलाई पनि थाहा हुन्छ। यही कुराबाट नर्मनले पिटरको अर्को विकनेस पनि थाहा पाउँछ, किनभने म्यारी जेन पिटरका लागि धेरै इम्पोर्टेन्ट हुन्छन्। त्यसपछि ग्रिन गब्लिन आफ्नो ग्लाइडरमा बसेर म्यारी जेनलाई किडन्याप गर्छ। उसले म्यारी जेनलाई लिएर एउटा ब्रिजमा जान्छ, जहाँ उसले स्पाइडरम्यानका लागि एउटा ट्र्याप तयार गरेको हुन्छ। एउटा साइडमा उसले म्यारी जेनलाई समातेको हुन्छ भने अर्को साइडमा एउटा केबल कारलाई समातेको हुन्छ, जसमा धेरै बच्चाहरू हुन्छन्। अब ग्रिन गब्लिनले स्पाइडरम्यानलाई यस्तो सिचुएसनमा राख्छ जहाँ उसले एउटालाई मात्र बचाउन सक्छ जस्तो देखिन्छ। यदि स्पाइडरम्यानले म्यारी जेनलाई बचायो भने केबल कारमा बच्चाहरू खस्न सक्छन्, अनि बच्चाहरूलाई बचाउन खोज्यो भने म्यारी जेनलाई बचाउन गाह्रो हुन्छ। त्यसपछि ग्रिन गब्लिनले म्यारी जेन र केबल कार दुवैलाई तल छोडिदिन्छ। स्पाइडरम्यान तुरुन्तै एक्सनमा आउँछ। ऊ पहिले केबल कारलाई आफ्नो वेबको हेल्पले समात्छ र त्यसपछि म्यारी जेनलाई पनि बचाउने कोसिस गर्छ। तर केबल कारको वेट धेरै भएको कारण स्पाइडरम्यानलाई निकै नै गाह्रो हुन्छ, जसको वेबहरू पनि एकपछि अर्को गर्दै छुट्न थाल्छन्। तर पिटर आफ्नो पुरा स्ट्रेन्थ युज गर्छ र अन्तिममा केबल कारलाई समातेर त्यसमा भएका सबै बच्चाहरूलाई बचाउन सफल हुन्छ। तर अब यी दुई बीचको फाइनल ब्याटल हुन बाँकी नै थियो। त्यसपछि ग्रिन गब्लिनले स्पाइडरम्यानमाथि निकै नै डेन्जरस अट्याक गर्छ, जसले गर्दा पिटर धेरै टाढा गएर एउटा बिल्डिङमा ठोकिन्छ। ग्रिन गब्लिनले उसमाथि बम पनि थ्रो गर्छ। लगातारको फाइट र अट्याकका कारण पिटर निकै नै विक भइसकेको हुन्छ र उसलाई फाइट गर्न पनि गाह्रो भइरहेको हुन्छ। त्यसपछि स्पाइडरम्यान र ग्रिन गब्लिन बीचमा निकै नै ठुलो फाइट हुन्छ। पिटर आफ्नो वेब्सको पनि युज गर्छ, तर ग्रिन गब्लिन निकै नै पावरफुल भएको कारण पिटर बिस्तारै कमजोर हुँदै जान्छ। तर त्यही बेला पिटरले आफ्नो सबै स्ट्रेन्थ ग्यादर गर्छ र ग्रिन गब्लिनलाई पछाडितिर धकेल्छ, उसले आफ्नो वेबको हेल्पले वरिपरि चिजहरू युज गरेर ग्रिन गब्लिनलाई रोक्ने कोसिस गर्छ, तर ग्रिन गब्लिन अझै पनि मरेको हुँदैन। अब बिस्तारै पिटरले ग्रिन गब्लिनलाई राम्रोसँग हराउन थाल्छ। अन्त्यमा ग्रिन गब्लिनले आफ्नो हेलमेट हटाउँछ र पिटरलाई चाहिँ आफूलाई नमार्न भन्छ। उसले आफूले गरेका सबै काम, आफ्नो इन्भेन्सन र त्यसले आफ्नो माइन्डमा पारेको असरका कारण भएको जस्तो गरेर पिटरलाई विश्वास दिलाउन खोज्छ, तर यो पनि उसको एउटा ट्रिक हुन्छ। नर्मन अचानक पिटरमाथि अट्याक गर्न खोज्छ। पिटरलाई उसको स्पाइडर सेन्सले डेन्जरको फिलिङ हुन्छ र ऊ तुरुन्तै माथितिर जम्प गर्छ। पिटर माथि गएको बेला नर्मनको ग्रिन गब्लिन क्लिडरले सिधै नर्मनमा नै ठोकिन्छ। यसरी ग्रिन गब्लिनको आफ्नै वेपनले नर्मनलाई मारिदिन्छ। त्यसपछि पिटरले नर्मनलाई लिएर ह्यारीको घरमा जान्छ, जहाँ उसले नर्मनको बडीलाई छोडिदिन्छ। त्यसपछि अन्त्यमा हामी पिटरलाई आफ्नो अङ्कल बेनको ग्रेभमा देख्छौँ। पिटर अङ्कल बेनलाई सम्झेर एकदमै दुखी भइरहेको हुन्छ। त्यही बेला म्यारी जेन पनि त्यहाँ आउँछिन् र पिटरलाई आफ्नो फिलिङको बारेमा बताउँछिन्। उसले पिटरलाई आफूले माया गर्ने कुरा कन्फेस गर्छिन्, तर पिटरले आफूले पनि म्यारी जेनलाई माया गर्छु भन्ने कुरा बताउँदैन। उसले आफ्नो फिलिङ्स लुकाउँछ र म्यारी जेनलाई केवल फ्रेन्डको रूपमा एक्सेप्ट गर्छ। यसरी पिटर पार्करको लाइफमा धेरै कुरा चेन्ज भइसकेको हुन्छ। उसले आफ्नो अङ्कल बेनलाई गुमाएको हुन्छ, आफ्नो पावर्सको रेस्पोन्सिबिलिटी पनि बुझेको हुन्छ र अब ऊ आफ्नो पर्सनल ह्याप्पिनेस भन्दा अरू मानिसहरूलाई प्रोटेक्ट गर्ने जिम्मेवारीलाई अगाडि राख्छ। अनि यहीसँग स्पाइडरम्यान 2002 को मुभी इन्ड हुन्छ।